सो हेलो गाइस, स्वागत छ तपाईलाई डिबग नेपाल च्यानलमा। आजको हाम्रो टपिक रहेको छ स्पाइरल मोडेल। सो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक एन्ड सब्स्क्राइब द भिडियो एन्ड विदाउट एनी फर्दर डिले लेट्स गेट स्टार्टेड। सो स्पाइरल मोडेल। So a spiral model is a software development process that combines elements of both waterfall model and iterative development. अनि बेसिकली यो चाहिँ हाम्रो लार्ज कम्प्लेक्स अनि हाई रिस्क भएको प्रोजेक्टमा चाहिँ युज गरिन्छ। अनि एउटा ध्यान दिनुपर्ने कुरा के छ भनेपछि लाइक तपाईले कतै रिस्क एनालाइसिस, रिस्क म्यानेजमेन्ट यो सब देख्नुहुन्छ भने चाहिँ मजाले स्पाइरल मोडेल हो भनेर चाहिँ बुझ्दा हुन्छ। लाइक एमसीक्यू मा आयो भने चाहिँ मजाले टिक लगाउँदा हुन्छ। सो त्यस्तै गरी यो चाहिँ इट वाज इन्ट्रोड्युस्ड बाइ ब्यारी बम इन 1986। सो त्यस्तै गरी हाम्रो चाहिँ डायग्राम रहेको छ। फर्स्टमा चाहिँ हाम्रो डिटरमाइन अब्जेक्टिभ्स। सो डिटरमाइन अब्जेक्टिभमा के गर्नुपर्ने हुन्छ भनेपछि लाइक हामीले चाहिँ रिक्वायरमेन्ट्स लिनुपर्ने हुन्छ कस्टमरबाट चाहिँ। अब कस्टमरबाट रिक्वायरमेन्ट लिइसकेपछि चाहिँ हामीले चाहिँ आइडेन्टिफाई अनि रिजल्भ रिस्क। सो हामीले चाहिँ रिस्क कसरी यसमा रिजल्भ गर्छौँ भनेपछि प्रोटोटाइप बनाएर। सो प्रोटोटाइप 1 हामीले बनाउँछौँ। सो अब त्यसमा चाहिँ हामीले चाहिँ इच एन्ड एभ्री लाइक फाइनेन्सियल, टेक्निकल इच एन्ड एभ्री फेजमा चाहिँ हामीले चाहिँ रिस्क एनालाइसिस गर्छौँ। सो त्यो गरिसकेपछि चाहिँ हामीले चाहिँ डेभलपमेन्ट फेजतिर लाग्छौँ, डेभलपमेन्ट अनि टेस्टिङ। अनि यसमा चाहिँ हामीले डिटेल डिजाइनिङ लाइक ब्लुप्रिन्ट बनाउनु पर्ने हुन्छ। यसमा कोडिङ, इन्टिग्रेसन, टेस्टिङ अनि इम्प्लिमेन्टेसन। अनि यति सब गरिसकेपछि चाहिँ हामीले चाहिँ यहाँ रिलिज गर्छौँ। अनि रिलिज गरिसकेपछि चाहिँ हामीले चाहिँ यहाँ के चेन्ज गर्नुपर्ने हुन्छ लाइक प्लान, नेक्स्ट, इन्टिग्रेसन। अनि यहाँ चाहिँ हामीले कस्टमरको रिभ्यू लिनुपर्ने हुन्छ। यसमा चाहिँ लाइक इफ हाम्रो कस्टमर सेटिस्फाई छैन भने चाहिँ हाम्रो यो प्रोसेस चाहिँ फेरि रिपिट हुन्छ। लाइक हामीले चाहिँ फेरि रिक्वायरमेन्ट लिनुपर्ने हुन्छ अनि हामीले चाहिँ प्रोटोटाइप 2 बनाउनु पर्ने हुन्छ। त्यस्तै गरी यो चाहिँ हाम्रो चाहिँ रिपिट हुन्छ प्रोसेस अन्टिल आवर कस्टमर इज सेटिस्फाइड। अनि एउटा अझै कुरा लाइक हाम्रो चाहिँ यो रेडियस चाहिँ जति छ नि, यो हाम्रो स्पाइरल मोडेलको यो जति छ नि यो चाहिँ हाम्रो चाहिँ जति लामो भयो भने चाहिँ हाम्रो चाहिँ कस्ट त्यति नै बढ्नेछ। सो त्यस्तै गरी मैले चाहिँ यहाँ हजुरहरूको लागि 4 फेजको लाइक मजाले एक्सप्लेन गरेर नोट राखिदिएको छु। इफ चाह्यो भने चाहिँ हजुरहरूले नोट गर्नु सक्नुहुनेछ अनि डिस्क्रिप्सनमा लिङ्क नै पाउनुहुन्छ, त्यहाँबाट डाउनलोड गर्न सक्नुहुनेछ। सो त्यस्तै गरी व्हेन टु युज अ स्पाइरल मोडेल लाइक एज अलरेडी टक है, लार्ज अनि कम्प्लेक्स प्रोजेक्ट, हाई रिस्क सफ्टवेयर डेभलपमेन्ट। लाइक हाम्रो चाहिँ यो स्पाइरल मोडेल चाहिँ नासा, स्पेसएक्स ठुलो कम्पनीहरूमा युज गरिन्छ जुनमा चाहिँ हामी चाहिँ रिस्क लिनै मिल्दैन। लाइक एउटा मिस्टेकले हाम्रो ठुलो लस हुन सक्छ नि त। त्यस्तो प्रोजेक्टहरूमा चाहिँ हामीले चाहिँ स्पाइरल मोडेलको युज गर्छौँ। सो त्यस्तै गरी हामीले चाहिँ प्रोजेक्ट इभल्भिङ रिक्वायरमेन्ट्स, जुन प्रोजेक्टमा चाहिँ हाम्रो रिक्वायरमेन्ट्स चाहिँ एकदमै चेन्ज भइरहेको हुन्छ त्यसमा चाहिँ हामीले स्पाइरल मोडेलको युज गर्छौँ। सो त्यस्तै गरी अब हाम्रो चाहिँ एडभान्टेज रहेको छ। सो एडभान्टेजमा चाहिँ हाम्रो अर्ली रिस्क डिटेक्सन। सो यसमा हामीले रिस्क कसरी डिटेक्ट गर्छौँ भने लाइक हामीले चाहिँ प्रोटोटाइप बनाइरहेछौँ नि त। अब त्यसमा के मिस्टेक भयो भने त हाम्रो फाइनल प्रोजेक्टमा मिस्टेक हुँदैन नि त। सो त्यही भएर चाहिँ यसमा चाहिँ रिस्क डिटेक्सनको लागि नै एकदमै हेल्पफुल छ। सो त्यस्तै गरी फ्लेक्सिबिलिटी, एड्याप्टेबिलिटी। सो यसमा के हुँदो रहेछ भनेपछि हामीले चाहिँ रिक्वायरमेन्ट मजाले चेन्ज गर्न सकिन्छ नि त। सो त्यही भएर चाहिँ हाम्रो यो मजाले कस्टमरसँग फिडब्याक लिन सकिन्छ, इन्टरेक्सन गर्न सकिन्छ। सो त्यही भएर चाहिँ यो मजाले फ्लेक्सिबल अनि एड्याप्टेबिलिटी रहेको छ। सो त्यस्तै गरी हाम्रो इम्प्रुभ क्वालिटी लाइक अब चाहिँ हामीले चाहिँ मजाले कस्टमरसँग इन्टरेक्ट गरिरहेछौँ, हरेक फेजमा टेस्टिङ गरिरहेछौँ, रिस्क एनालाइसिस गरिरहेछौँ। सो डेफिनेटली हाम्रो क्वालिटी चाहिँ इम्प्रुभ हुनेछ। सो त्यस्तै गरी अब चाहिँ हाम्रो डिसएडभान्टेज रहेको छ। सो लाइक कम्प्लेक्सिटी अनि कस्ट। सो लाइक हामीले चाहिँ अलरेडी डिस्क्राइब गऱ्यौँ है त। लाइक यो चाहिँ हाम्रो जति ठुलो अनि यो हाम्रो चाहिँ रेडियस जति लामो भयो भने चाहिँ हाम्रो यो प्रोसेस चाहिँ बढ्ने छ नि त। प्रोसेस बढेछ त प्लस चाहिँ अब यो हाम्रो जति लामो बढ्ने छ नि त, लाइक हाम्रो चाहिँ कस्ट अनि कम्प्लेक्सिटी बढ्नेछ। सो त्यस्तै गरी हाम्रो टाइम कन्ज्युमिङ। अब टाइम कन्ज्युमिङ कसरी छ त लाइक अब चाहिँ यहाँबाट बुझौँ है त। लाइक हामीले चाहिँ यहाँ एउटा हाम्रो चाहिँ फाइनल प्रोजेक्ट बनायौँ होइन। अब हामीले कस्टमरलाई देखायौँ। अब कस्टमरले मन परेन, लाइक केही चेन्ज गर्नु छ भने अनि यो हाम्रो फेज यति रिपिट हुन्छ नि त। सो त्यही भएर चाहिँ हाम्रो चाहिँ यसमा चाहिँ टाइम डेडलाइन चाहिँ दिन मिल्दैन। लाइक हामीले चाहिँ दिन मिल्छ बट हामीले चाहिँ चेन्ज गर्नु पर्ने हुन्छ कि कुनै प्रोजेक्टमा चाहिँ। सो त्यस्तै गरी चाहिँ रिक्वायर एक्सपर्टिज। सो हामीले चाहिँ अलरेडी कुरा गऱ्यौँ है, लाइक हामीले चाहिँ यो प्रोजेक्ट चाहिँ एकदमै रिस्क भएको प्रोजेक्टहरूमा चाहिँ युज गर्नेछौँ लाइक स्पाइरल मोडेल चाहिँ। अब जस्तै हामीले चाहिँ यो नासाहरूमा युज गर्छ। अब हामीले चाहिँ एउटा मिस्टेक गऱ्यौँ भने त ठुलो लस हुनेछ नि त। सो त्यही भएर चाहिँ हामीले चाहिँ यसमा मिस्टेक गर्नै मिल्दैन। सो रिक्वायर एक्सपर्टिज। सो इफ हजुरहरूले यति बुझ्नु भएको छ भने स्पाइरल मोडेलमा हजुरहरूलाई कहीँ पनि प्रब्लम आउने छैन। आई होप यु अल लाइक दिस भिडियो। थ्याङ्क यू।